हेलो गाइज, आज चाहिँ हामी दुई दिदी बहिनी मिलेर खानेकुराको भिडियो लिएर आएछौँ। ड्रिङ्क्समा चाहिँ कोक छ अनि पानीपुरी र चटपटे। अब हामी खाना स्टार्ट गर्छौँ। बजे बस्ने त्यो खाइछ मेरो चाहिँ हाँस सुनिरहेको छ। दिनभरि रोएर अरे के गाइज बोल्दैन हुनुको फाइदा हो। गाई म चाहिँ बिरामी भएर बिरामीले चाहिँ पानीपुरी कोक खान्छन् नि। नुन अलि बढी भएको पानीपुरीमा मसला तर हातले खाउँ कि क्या हो है। पन्जला खानुपर्ने चाहिँ हामीले खाऊ 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 खाऊ। उयो मसला के मसला पानीपुरीमा त्यही भएर। तर आज पानीपुरीको झोल चाहिँ चिसो भएर तातो पानी हालेछौँ। पोखरातिर नि यस्तै तातो पानी दिन्छ पानीपुरीमा। आँखा त छैन नि त यो अञ्जलीको एउटा त लास्ट सुन्नु चिसो लागेर हिजो पानीले पनि भिज्यो नि। पानी पारेर रहेछ नि तर आउँदा लुच्छु क्या भएको। म त छाता लिएर गएको थिएँ। छाता ओढेरै गएको, आउँदा पनि छाता ओढेरै आएको। चिसो थियो आउँदा पनि। इच्छुकहरूलाई यस गाइज लास्ट लाइफमा जानुपर्ने कहिले जाने हो यस्तो जाने हो। देखाऊ तिमीले देखाऊ भन्दा चाहिँ देखाउनु परेन। कहिले बिहा भन्नु तेरो बहिनी देखा, अगाडिबाट देखा भन्छन् जहिले। ए हो है बहिनी मिलाइदिए भन्छन् यहाँ। कस्ता पापीहरू यार। दिदी के नै बिहे भयो बहिनी मिलाइदियो भनेर लाज नि लाग्दैन है। कोक त खाइसक्नु पऱ्यो नि, मेरो कोक त फेभरेट हो। आजो